नमस्कार। नेपाल सरकारले 2082-83 मा सुनमा लगाएको 2% कर र हीरा पत्थरमा लगाएको 13% करले आम व्यवसायी, उपभोक्ता र राज्यलाई कस्तो किसिमको असर पुर्याउँछ भन्ने कुरा म आज तपाईहरुलाई जानकारी गराउँदै छु। यदि तपाईहरुलाई यो भिडियो मन परे पुरै सुनिदिनु होला र शेयर पनि जानकारीको लागि गरिदिनु हुन अनुरोध गर्दछु। जेठ 15 गते गणतन्त्र दिवसको दिन आगामी आर्थिक वर्ष 2082-83 को बजेटले गरेको व्यवस्था अनुसार सुन र सुनका गहनामा 2% विलासिता कर र हीरा जवाहरात जडित गहनामा 13% मूल्य अवृद्धि कर भ्याट तोकेको छ। सुन विलासिता के हो? विलासिता शब्द संस्कृत भाषाबाट लिएको शब्द हो। विलासिताको अर्थ आनन्द वा भव्यता भन्ने बुझिन्छ। विस्तृत रूपमा बुझ्नका लागि विलासिताको अर्थ वरिपरि समाजका सामु आफ्नो शान औकात देखाएर आनन्द लिनका लागि खरिद गरिने वस्तुलाई विलासिताका वस्तुहरू भनिन्छ। कुनै व्यक्ति, समाज वा देशलाई जुन वस्तु नभई नहुने हुन्छ सोही वस्तु अर्काको लागि नभए पनि हुन सक्छ। यो व्यक्ति, समाज वा देशको रीतिरिवाज, रुचि, संस्कार, संस्कृति, चलन, आर्थिक स्तर अनुसार वस्तुको फरक फरक उपयोगिता र आवश्यकता हुन्छ। एउटा वस्तु सबैका लागि विलासिता वा आवश्यक नहुन सक्छ। तसर्थ विलासिताको अर्थ सापेक्षिक रूपमा बुझ्नुपर्ने हुन्छ। नेपालमा सुन विलासी वस्तु मान्ने कि नमान्ने? नेपालको संस्कार अनुसार मानिसले जन्मेदेखि गरिने संस्कारदेखि अन्तिम दाह संस्कारसम्मको बेलामा पनि सुन चाहिन्छ। नेपाली संस्कृतिमा महिलाले नाक, कान, घाँटी, नाडीमा सुनका गहना लगाउनु उनको जन्मसिद्ध अधिकारको रूपमा लिने प्रचलन छ। त्यस्तै विवाहित पुरुषहरूले औँलामा औँठी, घाँटीमा सिक्री, नाडीमा ब्रासलेट लगाउने चलन छ। त्यसैले विवाहमा कपडा, श्रृंगार सामग्रीसँगै एक सेट गहना लिने गरिन्छ। यो हाम्रो सामाजिक परम्परा हो। त्यसैले चाडपर्व, विवाह पार्टी आदिमा नयाँ कपडासँगै उपलब्ध गहनाहरू लगाउन पनि हाम्रो चलन हो। यसरी नेपालको सन्दर्भमा सुन हाम्रो एक हिस्सा हो। नेपालमा सुनलाई विलासिता वस्तु मान्न सकिँदैन। सुन, चाँदी र बहुमूल्य पत्थरलाई नेपालको कानूनले चल सम्पत्तिको मान्यता दिएको छ। यसरी सम्बन्धित व्यवस्था मुलुकी देवानी संहिता 2074 भाग 4 सम्पत्ति सम्बन्धी कानून परिच्छेद 1 सम्पत्ति सम्बन्धी सामान्य व्यवस्था दफा 254 चल सम्पत्ति मानिएको उपदफा ख अनुसार सुन, चाँदी, जवाहरात, रत्न, सुन चाँदीबाट बनेका गहना वा बहुमूल्य पत्थर भनेर उल्लेखित गरिएको छ। हुन पनि नेपालमा सुनलाई सुखको गहना, दुःखको खजाना भनेर लिने गरिन्छ। सुनका गहनामा किन्दा पसलले फिर्ताको सुनिश्चित बाइब्याक ग्यारेन्टी गरेको हुन्छ। आवश्यक परेको बखत कुनै पनि समय बिक्री गरेर नगद प्राप्त गर्न सकिन्छ। तसर्थ नेपालमा सुन विलासिता वस्तु होइन, चल सम्पत्ति हो भन्न सकिन्छ। विलासिता कर सम्बन्धी व्यवस्थाले पार्ने असरहरू। व्यवसायीलाई पार्ने असर। काँचो सुन आयात तथा बिक्री प्रणाली अनुसार सर्वप्रथम डिलर, वाणिज्य बैंकहरूसँग होलसेलरले एसोसिएट र निश्चित व्यापारीले होलसेलरसँग रिटेलर, बहुसंख्यक कारखाना, खुद्रा व्यापारीहरूले काँचो सुन किन्ने र किनेको सुनबाट विभिन्न किसिमका गहनाहरू बनाएर अतिरिक्त लागत, मूल्य र निर्धारित लाभको मात्रा जोडेर उपभोक्तालाई बेच्ने गर्दछन्। अबको अवस्था अनुसार व्यवसायीले बैंकबाट होलसेलरले किन्दा 2% र उही सुनको होलसेलरबाट रिटेलरले किन्दा 2% विलासिता कर तिर्नुपर्ने हुन्छ। यसरी गहना बन्नुभन्दा पहिला काँचो सुनको व्यवस्थाले 4% कर तिरिसकेको हुनेछ।
उपभोक्तालाई पर्ने असर। व्यवसायीले काँचो सुनबाट गहना बनाइसकेपछि तयारी गहनाहरू उपभोक्ता ग्राहक वर्गले खरिद गर्दा सामानको मूल्यको 2% विलासिता कर जोडेर तिर्नुपर्ने हुन्छ। यसरी आयातित काँचो सुनबाट गरगहना तयार भएपछि उपभोक्तामा आइपुग्दा मात्र 2% भनिएको विलासिता कर चक्रीय रूपमा 6% पुगिसकेको हुन्छ। अहिलेको दर भावले हिसाब गर्दा अतिरिक्त करिब 22,000 मूल्य वृद्धि हुनेछ। अन्त्यमा उपभोक्ताले तिर्नुपर्नेछ। त्यसैले अव्यावहारिक छ। त्यसैले सुनको मूल्य दिन 2 गुणा रात 4 गुणाले मूल्य बढिरहेको वर्तमान सन्दर्भमा लागू गर्न सकिँदैन। बहुमूल्य पत्थर जडित सन्दर्भमा यसरी सुन चाँदीको गहना घुमाउरो पाराले 6% विलासिता कर त छँदैछ। उक्त गहनामा हीरा अन्य बहुमूल्य पत्थर जडित रहेछ भने त्यसमा 13% भ्याट जोड्दा एउटै सुनको गहनामा 19% अतिरिक्त शुल्क लाग्नेछ, जसको झन्नै आजभोलिको मूल्यको दरमा थप अतिरिक्त 38,000 मूल्य थपिनेछ। यसरी वर्तमान परिवेशमा देशमा आएको आर्थिक मन्दी, बढ्दो बेरोजगारीता जस्ता कारणले उपभोक्ता वर्गको क्रय क्षमतामा ह्रास आएको अवस्था छ। 20 देखि 40 वर्षका उमेर समूहको मुख्य उपभोक्ता देश बाहिर रहेको अवस्था तसर्थ यस किसिमको आर्थिक विचलन र जनताको कमजोर आर्थिक अवस्था भई रहेको र सुनको मूल्यले आकाश छेडिसकेको अवस्थामा सुनमाथि कुनै पनि शीर्षक वा बहानामा थप कर व्यवस्था थोपरिनु अन्यायपूर्ण हुनेछ। राज्यलाई पर्ने असर। जहाँसम्म लाग्छ राज्यले यो कर थप गर्न सके सुन चाँदी क्षेत्रबाट राज्यको ढुकुटीमा राजस्व बढाउने उद्देश्य राखेको होला, तर यस्तो हुनेवाला छैन। अहिले पनि सुन चाँदी क्षेत्रबाट राज्यले चौथो ठूलो दाताको रूपमा वार्षिक 22 अरब भन्दा बढी राजस्व सङ्कलन गरिरहेको छ। तर राज्यले यो नपुग भई थप कर लगाउने व्यवस्था गरेको छ। तर राज्यले यो निर्णय कायम राखे दिनुपर्ने सेवा सुविधा र साधन स्रोत कच्चा पदार्थ नीति निर्देशिका बनाउन नसके अबको केही वर्षमा 80% भन्दा बढी साना मझौला व्यवसायीहरू जोखिममा पर्ने निश्चित छ र उनीहरूले पलायनको बाटो रोज्नु बाध्य हुनेछन्। यसरी राज्यले लिएको यो कर थप व्यवस्थाको दूरगामी असर प्रत्युत्पादक हुने निश्चित छ। यसरी माथिको विश्लेषण अनुसार अहिलेको राज्यले लिएको विलासिता कर र भ्याटको व्यवस्था व्यवसायी उपभोक्ताको लागि त नकारात्मक, अन्यायपूर्ण र असन्दर्भिक छ नै राज्यका लागि पनि फलदायी नहुने भएकोले यसरी सुन चाँदी हीरा पत्थरमा लगाइएको अतिरिक्त कर तुरुन्त सच्याउनको लागि हार्दिक अनुरोध गर्दछौँ।